Hello everyone, welcome to my channel. Please subscribe. दाइ हजुर घर कहाँ भनिदिनु त यो हाम्रो अब युट्युबमा चाहिँ नयाँ युट्युब च्यानलमा आएर त कसैले हेर्दैन फेरि हामीलाई भोलिपर्सि यसो हेर्ने नि त अनि मेरो यो दाइ भनिदिनु त कहाँ हो तिम्रो घर कहाँ भनिदेऊ त भन न ल यार बोल्दैन यार पेप्सी कोला कसले सिकायो यार मान तिम्रो घर कहाँ भनिदेऊ मेरो घर रामेछाप भन्नु मिल्दैन मेरो घर धादिङ कति भयो पोल्यान्ड आएको पोल्यान्ड आएको 2 वर्ष भयो अहिलेसम्म अत्तो पत्तो छैन पैसा कमाइ छैन काम नगरेको कति भयो अनि आएको नआएको ठेगानै भएन 2 महिना भयो हल्लेर बसेको तपाईँ सर तपाईँ घर कहाँ दमोली होइन मेरो दमलीकै दमलीमा बस्छ हो अनि तपाईँले कतिले केटी पठाउनु होइन त्यो त होइन होइन कति भयो तपाईँ पोल्यान्ड आउनुभएको कहाँबाट आउनुभएको कतितिर आउनुभएको भनिदिनु त ल जनता जान चाहन्छ आउनु त पोल्यान्ड जनता जान चाहन्छ नेपालदेखि रोमानियादेखि पोल्यान्ड आएको लगभग 1.5 वर्षभन्दा बढी भयो भनौँ अब त्यस्तै छ अब सबै ठिकै छ अब टिआरसी कहिले आउँछ अब टिआरसी अब आउँछ होला 1-2 वर्षपछि ए ल ठिक छ अब मिलाउनु पर्दो रहेछ सबै ल ठिक छ अब हाम्रो दाजु हजुर घर चाहिँ कहाँ दाजु पोखरा हाम्रो खेवाताल होइन होइन डेभिस कलोनी र हो डेभिस फल ओ माई के भएर दाइको हेयर पनि फल हुँदैछ रे तपाईँ दाइ कहाँबाट आउनुभयो दाइ कुन ठाउँबाट अहिले चाहिँ पोल्यान्ड चाहिँ कुन ठाउँबाट आउनुभयो स्लो भाइबाट आउनुभएको दाइ है दाइ चाहिँ यहाँ घुम्न आउनुभएको रहेछ 1-2 महिना घुमेर चाहिँ जानुहुन्छ दाइ चाहिँ हाम्रो भाइ चाहिँ उता दार्जिलिङको भाइ हो फेरि होइन त अहिले चाहिँ कोही कसैले पनि काम गरेको छैन ऊ भाइले मात्रै काम गरेको उसले अब मन्डे कि ट्युजडे वेडनेसडेबाट काम गर्छ भाइले अब मन्डेबाट काम गर्छ दाइ चाहिँ घुम्न आउनुभएको होइन चिल्याक्समा मेरो पनि मन्डेबाट काम सुरु हुन्छ ल सी यू इन नेक्स्ट भिडियो ओके